श्रीमद् भगवद् गीता अध्याय 2 श्लोक 10। त्यसपछि हे राजन, अन्तर्यामी योगेश्वर श्रीकृष्णले दुवै सेनाहरूका बीचमा शोकयुक्त अर्जुनलाई मुस्कुराउँदै यो वचन भन्नुभयो। यस समयमा अर्जुन शङ्का र दुःखले भरिएका छन्, तर त्यो अराजकतामा पनि श्रीकृष्ण मुस्कुराउनुहुन्छ। श्रीकृष्णको मुस्कानको अर्थ हो कठिनभन्दा कठिन समयमा पनि हामीले शान्त र धैर्यताका साथ काम लिन सक्नुपर्छ। कल्पना गर्नुहोस्, कुनै युवा जागिरको तनावमा छन् वा कसैको सम्बन्धमा समस्या छ जहाँ उनीहरू अर्जुन जस्तै अन्यलमा छन्। तर श्रीकृष्णको मुस्कानले सिकाउँछ कि चुनौतीहरू अन्त्य नभई केही नयाँ सिक्ने अवसर हुन्। आजको समयमा जब सानो समस्या पनि आउँछ हामी निकै आत्तिन्छौँ, डराउँछौँ। तर यदि हामीले श्रीकृष्णको जस्तै धैर्य राख्यौँ भने त्यो समस्याको समाधान सजिलै निकाल्न सक्छौँ। एउटा डाक्टरले बिरामीको ज्यान बचाउँदा, शिक्षकले विद्यार्थीलाई पढाउँदा सबैलाई शान्त दिमाग नै चाहिन्छ। बुद्धि र आत्मविश्वासले डर र चिन्तालाई पनि बलमा बदल्न सकिन्छ। केवल जरुरी छ त समस्याको साहसका साथ सामना गर्न। हरे कृष्ण, हर हर महादेव।